Happy birthday to you. मेरो छोरी इभान्जेलिनको बर्थडे ब्लगमा हजुरहरूलाई स्वागत छ। आजको दिनको होल पोइन्ट भनेको चाहिँ छोरीलाई एकदम स्पेशल अनि ह्याप्पी फिल गराउनु हो। बिहान चाहिँ हामीले छोरीको लागि एउटा सानो सरप्राइज प्लान गरेको थियौँ। छोरीको टोय फ्रेन्ड्सहरूलाई चाहिँ यसरी ढोकामा राखिदिएको थियौँ छोरीलाई ह्याप्पी बर्थडे विश गर्नको लागि। अनि सानुले चाहिँ छोरीको लागि स्कुटर किनिदिएको थिएँ, मैले र जितले चाहिँ बाइक किनिदिएको थियौँ, अनि अनुले चाहिँ टेबल र चेयर किनिदिएको थिएँ। स्पिकिङ अफ अनु पनि छोरीको बर्थडे सेलिब्रेट गर्नको लागि आज नै एडलेटबाट आए अनि दिस obviously added extra charm to my day। एकछिनमा सारा र राजुहरू पनि आयो अनि साराले चाहिँ मेरो बर्थडे गिफ्ट ल्याइदिएको थियो अनि यसरी छोरी र मेरो लागि म्याचिङ लुगा पनि सिलाएर ल्याइदिएको थियो। दिस इज सो स्पेशल टु मी। तिमीले यो लुगा सिलाउन्जेल मलाई र छोरीलाई कति धेरै सम्झ्यौ होला। थ्याङ्क यू सो मच। हिजो चाहिँ सबै कुरा प्रिपेयर गर्दा गर्दा जम्मा 2 आवर्स मात्रै सुतेको थिएँ अनि मेकअप गर्न कस्तो टायर्ड फिल भइरहेको थियो। सो मैले चाहिँ सारालाई मेरो मेकअप गरिदियो भने त्यसपछि प्रिसा क्याटरिनबाट दिदीहरू फुड डेलिभर गर्नको लागि आइसो। प्रिसा क्याटरिनको फुडको चाहिँ म एकदम ठुलो फ्यान हो, मलाई दिदीले बनाएको एकदम मिठो लाग्छ। सो मैले मौका पाएको बेलामा चाहिँ मलाई अरूतिरबाट अर्डर गर्न मन लागेन। दिदीले चाहिँ फुड सँगसँगै छोरीको लागि गिफ्टहरू पनि ल्याइदिएको रहेछ अनि त्यो गिफ्टहरू चाहिँ प्रिसाले सेलेक्ट गरेको रहेछ। द्याट वाज सो हार्ट वार्मिङ दिदी, यु ट्रुली मेड आवर डे। अनि त्यो पछि एक एकजना गर्दै गर्दै हामी सबैजना भेला भयौँ अनि अन्ट्रे सेटअप गऱ्यौँ, सबैजनाले खायौँ किनभने भोक एकदम लागिसकेको थियो। फुडहरू पनि एकदम धेरै मिठो थियो। अनि छोरीलाई चाहिँ यो व्हाइट ड्रेस लगाइदिएको थियो। सुरुमा त मानेकी थिइनन् ड्रेस लगाउन, तर सानु र एलिजा भएर बल्ल बल्ल फकाएर ड्रेस लगाइदिन्छु। बच्चाहरूलाई चाहिँ अलिक झिङझिङ हुने खाले ड्रेस लगाउनै नमान्ने के। अनि त्यो पछि हामीले छोरीको बर्थडे केक काट्यौँ। हेर्दा हेर्दै मेरो छोरी पनि 2 इयर्सको भइसकिन् अनि कस्तो इमोसनल फिल हुन्छ के यो सम्झिँदाखेरि, किनभने अस्ति भर्खर फर्स्ट टाइम होल्ड गरेको जस्तो लाग्छ। आई थिङ्क वी मदर्स आर नेभर रेडी फर आवर बेबिज टु ग्रो अप। बर्थडे केक काटिसके पछाडि हामीले म्यान्डेटरी फोटोज अनि भिडियोजहरू खिच्यौँ अनि पालो आयो गेम खेल्ने। अब बच्चाहरूलाई केही एन्टरटेनिङ फ्याक्ट पनि त हुनु पर्यो नि त, होइन? अनि यो गेम चाहिँ आई थिङ्क सबै बच्चाहरूको चाहिँ फर एभर फेभरेट गेम हो। हामी बच्चा हुँदाखेरि पनि हामी यो गेम खेल्थ्यौँ के, अनि साह्रै रमाइलो लाग्थ्यो मलाई चाहिँ, होइन? मेरो छोरीको चाइल्डहुड देख्दाखेरि चाहिँ मलाई आफ्नो चाइल्डहुड चाहिँ रिकल हुन्छ के। हजुरहरूलाई चाहिँ त्यस्तो हुन्छ कि हुँदैन? एनिवेज गेम पछाडि एकछिन फेरि फोटो सेसन कन्टिन्यू भयो। बिचमा चाहिँ छोरी अनसेटल थिइन् अनि बल्ल बल्ल फकाएर सबैजनाले फोटोजहरू खिचिस्यो। अनि मैले चाहिँ छोरीको फ्रेन्ड्सहरूको लागि यसरी गुडी ब्याग रेडी गरेर राखेको थिएँ। सो एक एकजना गर्दै सबैजनालाई दिए। यो गुडी ब्याग भित्र के छ भनेर थाहा पाउन मन छ भने चाहिँ प्लिज डु मेन्सन इन द कमेन्ट सेक्सन, आई क्यान अपलोड द भिडियो। अनि त्यति बेलासम्म चाहिँ लेट नाइट भइसकेको थियो अनि सबैजनाको सानो सानो बच्चाहरू छ नि त, सो सबैजना घर गइस्यो अनि सानुले पनि छोरी सुताइदिए। त्यो पछि हामी सबैजना ट्रुथ एन्ड डेयर माफिया खेल्दै चिल गर्दै बस्यौँ। थ्याङ्क यू सो मच फर वाचिङ।